ल साथीहरू, आज हामी यस्तो सिस्नो टिप्न लागिरहेछौँ है। यो सिस्नो हेर्दा सक्नुहुन्छ तपाईँले, यहाँको सिस्नो अलिक फरक खालको हुँदो रहेछ। यो सिस्नो हाम्रो दाइले सिस्नो टिप्दै हुनुहुन्छ। कस्तो लाग्यो दाइ सिस्नो टिप्दाखेरि? कस्तो फिल? साथीहरू नमस्कार, आज हामी चाहिँ यस्तो सिस्नो टिप्न लागिरहेछौँ। दाइले सिस्नो यति सिस्नो हामीले टिपिसक्यौँ। यो सिस्नोलाई चट्ट धोएर पकाएर अब चट्ट हामीले फेरि खाने हो। दाइले चट्ट यहाँ हामी दाइ भाइ यसरी हामी टिपेर यहाँ आइरहेका छौँ। यो तपाईँले देख्न सक्नुहुन्छ, एकदमै मौसम पनि घाम लागेको छ है त साथीहरू। ल साथीहरू, आज हाम्रो दाइले यस्तरी चाहिँ सिस्नो बनाउनु भएको छ। यो प्लेनको सिस्नो हो, हेर्दाखेरि एकदम खानपान जस्तो भइरहेको छ। हाम्रो दाजुले चाहिँ चट्ट बनाउनु के छ, कस्तो भयो त यो? धेरै मेहनत लाग्दो रहेछ, टाइम धेरै लाग्यो। हात पोल्यो हेर्नु, सिस्नो टिप्दा पनि, पकाउँदा पनि, धुँदा पनि लास्टै गाह्रो। ल राम्रो हुन्छ होला खाँदाखेरि। साइज फाइनल्ली हाम्रो चाहिँ सिस्नो पाकेको छ है साथीहरू। ल यो सिस्नोलाई कसले मन पराउँछ देखेपछि लाइक कमेन्ट सेयर गर्नु होला। धन्यवाद।